Hi guys, welcome back to my channel. If you are new to my channel, this is me Pooja and please do not forget to subscribe my channel. So आजको यो भिडियोमा चाहिँ म तपाईहरुलाई मेरो युनिभर्सिटी लाइफ देखाउँछु. सो स्टार्ट गरौँ. फर्स्टमा म के पढ्दैछु, म जर्मनीमा के गर्दैछु भनेर इफ यु डोन्ट नो हैन. म चाहिँ जर्मनीमा मास्टर्स गरिरहेको छु. मेरो कोर्सको नाम चाहिँ मास्टर्स इन एग्रो बायोटेक्नोलोजी हो र म चाहिँ युनिभर्सिटी अफ गिसेनमा पढ्छु. यो चाहिँ गिसेनमा छ हैन. अनि द सर्ट फुल फर्म अफ माई युनिभर्सिटी चाहिँ जेएलयु हो हैन. अनि मलाई अझै पनि मेरो युनिभर्सिटीको नाम चाहिँ जर्मनमा मजाले प्रोनाउन्स गर्न आउँदैन के. हुस्टस हुस्टस लाइब्याक युनिभर्सिटाट हो. अनि म चाहिँ जर्मनी आएको चाहिँ 1.5 वर्ष भइसक्यो. अनि अहिले चाहिँ म मेरो 3rd सेमेस्टरमा छु हैन. अनि जेएलयु मेरो युनिभर्सिटी चाहिँ पब्लिक युनिभर्सिटी हो. यो चाहिँ गिसेनमा छ. गिसेन चाहिँ नियर फ्राङ्कफुर्ट छ. फ्राङ्कफुर्ट चाहिँ अब लाइक भन्यो भने सबैले चिन्छ होला हैन. ठुलो ठुलो सिटी भन्दा पनि फेमस सिटी हो जर्मनीको भनौँ न. यस्तो ठुल्ठुलो बिल्डिङहरू भएको सिटी भन्छ हैन. अनि अहिले चाहिँ म मेरो 3rd सेमेस्टरमा पुगेँ. मेरो होल कोर्स चाहिँ 128 क्रेडिटको हो हैन. अनि हाम्रो चाहिँ के छ भने कोर्स कन्टेन्ट चाहिँ प्रोफाइल मोड्युल, ब्लक मोड्युल अनि कोर मोड्युल्स भनेर हुन्छ. हाम्रो कोर मोड्युल चाहिँ 6 वटा छ. अनि कोर मोड्युल चाहिँ कम्पल्सरी हुन्छ नि. यो कोर्समा इनरोल भएको सबैजनाले लिनु पर्यो. अनि हामीलाई चाहिँ ब्लक मोड्युल र प्रोफाइल मोड्युलमा चाहिँ चोइस हुन्छ कि लाइक देयर आर डिफ्रेन्ट अप्सन के कति धेरै कोर्सहरू हुन्छ. अनि त्यो मध्ये चाहिँ आफूलाई अब जुनमा इन्ट्रेस्ट लाग्छ त्यो चाहिँ लिन मिल्यो हैन. अनि अहिले मैले यो मेरो कोर्स गरिरहेको चाहिँ ब्लक मोड्युल कोर्स हो. अनि जर्मनीमा चाहिँ कस्तो हुन्छ भने ब्लक मोड्युल कोर्सहरू चाहिँ 1-2 हप्ताको हुन्छ कि लाइक डेली युनिभर्सिटी जानुपर्छ. अनि त्यहाँ चाहिँ एटेन्डेन्सहरू पनि कम्पल्सरी हुन्छ. एउटा क्लास पनि मिस गर्न मिल्दैन कि हैन. अनि 2 हप्तामा चाहिँ कोर्स सकिन्छ कि. अनि प्राय यो चाहिँ सेमेस्टर ब्रेकमा हुन्छ कि. अहिले चाहिँ मेरो सेमेस्टर ब्रेक हुनुपर्ने हो बट मेरो यो कोर्स छ. अनि यो सेमेस्टर मेरो सेमेस्टर ब्रेक छैन. प्रोफाइल मोड्युलहरू चाहिँ नर्मल लाइक विकली वान्स हुन्छ हैन. अनि कोर मोड्युल्स पनि विकली वान्स हुन्छ. एन्ड आई मिस द बस. मैले होइन बर्लिन प्लाजामा एउटा साथी भेट्टाएँ. अनि गफ गरिरहेको थिएँ. मलाई उसले मलाई युनिभर्सिटी हिँडेको भन्यो. अनि मैले भन्यो. अनि मलाई लाग्यो ऊ पनि युनिभर्सिटी गएको हो. अनि उसले बस आयो भन्यो क्या. मैले बस नम्बरै हेरेँ क्या. मलाई लाग्यो ऊ पनि युनिभर्सिटी गइरहेको भनेपछि हाम्रो बस 3 or 13 हो है. पछि अलिक पछि गएर यतापट्टि हेर्छु त अर्कै लोकेसन देखाउँछ. तिमी कहाँ गइरहेको भनेको म त अर्कै ठाउँ गइरहेको. And I'm late for the class. Wow. अनि धेरैले सोध्नु भएको थियो है जर्मनीमा लाइक युनिभर्सिटी कति दिन जानुपर्छ भनेर. इट अलवेज डिपेन्ड्स अपन योर कोर्स हैन. अनि तपाईँले कतिवटा कोर्सहरू लिनुहुन्छ, मोड्युल्सहरू लिनुहुन्छ. नभए प्राय चाहिँ विकली वान्स हुन्छ क्लासेसहरू. कुनै कुनै चाहिँ दिनमा 2टा मोड्युल पनि हुन्छ हैन. अनि त्यो लाइक डेली चाहिँ युनिभर्सिटी गइराख्नु पर्दैन, फ्लेक्सिबल हुन्छ. अनि तपाईँले लाइक एउटै सेमेस्टरमा सबै कोर्स पढ्नुपर्छ भन्ने छैन कि. लाइक सपोज फर्स्ट सेमेस्टरमा चाहिँ 6 वटा मोड्युल छ भने 6 वटा मोड्युल पढ्नुपर्छ भन्ने छैन. तपाईँले एउटा मोड्युल मात्रै लिएर पनि फर्स्ट सेमेस्टरको लागि रजिस्टर गर्न मिल्छ. अनि यहाँ चाहिँ के हुन्छ भने सेमेस्टर हुनुभन्दा अगाडि चाहिँ तपाईँले चाहिँ कोर्सेसहरूको लागि रजिस्टर गर्नुपर्छ विदिन द फिक्स डेडलाइन. तर अनि कोर्सहरूको लागि चाहिँ रजिस्टर गरेन भने चाहिँ फेरि त्यो कोर्स लिन पाइँदैन. अनि एभ्री सेमेस्टर चाहिँ हामीले सेमेस्टर फी पनि पे गर्नुपर्छ हैन. सेमेस्टर चेन्ज भएपछि अनि त्यही अनुसार हुन्छ. अनि क्लासेसहरू एकदम फ्लेक्सिबल हुन्छ. अनि कुनै मोड्युलमा चाहिँ लाइक कम्पल्सरी एटेन्डेन्स हुन्छ, कुनैमा हुँदैन हुन्छ नि. एटेन्डेन्स हुँदैन. त्यो एटेन्डेन्स नभएको क्लासेसहरूमा चाहिँ नजाँदा पनि त्यस्तो केही फरक पर्दैन हैन. तर कम्पल्सरी एटेन्डेन्स भएकोमा चाहिँ जानुपर्छ. अनि कुनै कुनैमा कस्तो हुन्छ भने प्रोजेक्ट वर्कहरू हुन्छ, सेमिनारहरू हुन्छ हैन. सो कोर्स कन्टेन्टहरू चाहिँ टोटली डिपेन्ड्स तपाईँले के पढिरहनु भएको छ अनि तपाईँको युनिभर्सिटीमा पनि अनि तपाईँको प्रोफेसरमा पनि. सपोज फर्स्ट सेमेस्टर त्यो कोर्स अर्कै तरिकाले पढाएको थियो भने अर्को सेमेस्टर अर्कै तरिकाले पनि पढाउन सक्छ कि. किनकि यहाँ के हुन्छ भने एट द इन्ड अफ द सेमेस्टर चाहिँ इभ्यालुएसन रिपोर्ट चाहिँ पठाउँछ कि लाइक कोर्स कस्तो लाग्यो, के चेन्ज गर्न सकिन्छ, के भयो भनेर हैन. अनि स्टुडेन्टहरूले चाहिँ हामीले एनोनमसली लाइक गरेर चाहिँ हामीले रिभ्यू दिन मिल्छ कि हैन. अनि त्यो फिडब्याक हेरेर पनि उनीहरूले चाहिँ टाइप अफ कोर्स पनि चेन्ज गर्न सक्छ हैन.
अनि यो चाहिँ मेरो प्र्याक्टिकल कोर्स हो अनि यो सबै मैले खिचेको चाहिँ 2 हप्ताको अन्तरालमा हो होइन। अनि बिहानै जानुपर्थ्यो जहिले अनि दिउँसो अनि हाम्रो अब टाइप अफ प्र्याक्टिकल के अब हामीले कति धेरै प्र्याक्टिकलहरू गरेको थियो। यसमा चाहिँ हामीले टिस्यु कल्चर, जिन आइसोलेसन अनि त्यही ब्याक्टेरियाहरूसँग काम गरेको थियो, ट्रान्सजिनहरूसँग काम गरेको थियो अनि हाम्रो ल्याब चाहिँ सेफ्टी लेभल 3 को थियो कि होइन। अनि त्यो ग्लोभ्स लगाएको बेला चाहिँ फोन चलाउन मिल्दैन थियो, नभए अरू बेला चाहिँ फोन युज गर्न मिल्थ्यो होइन। के भन्दै थिएँ, रमाइलो थियो है यो कोर्स चाहिँ किनकि प्र्याक्टिकल कोर्स थियो अनि अर्को भनेको एक्जाम पनि एकदम फ्लेक्जिबल छ यहाँ है। 3टा एक्जामिनेसन पिरियड छ, फर्स्ट, सेकेन्ड, थर्ड भनेर। अनि जुन एक्जामिनेसन पिरियडमा दिए पनि हुन्छ तर रजिस्टर गर्नुपर्छ, फेरि रजिस्टर गरेन भने चाहिँ एक्जाम दिन मिल्दैन होइन। अनि एक्जामको दिन केही भयो, बिमारी भयो भने सिक लिभ पनि दिन मिल्छ। अनि अर्को एक्जामिनेसन पिरियडमा एक्जाम दिन मिल्छ तर फेरि सिक लिभ दिएन भने चाहिँ फेल भनेर काउन्टेड हुन्छ होइन। सिक लिभ दियो भने चाहिँ त्यो आएन अर्को चान्स भनेर चाहिँ काउन्टेड हुन्छ होइन। अनि कोर्सेसहरू, क्लासेसहरू पनि एकदम फ्लेक्जिबल छ, सो त्यस्तो हेक्टिक छैन होइन। अनि रमाइलो नै छ। अनि हाम्रो चाहिँ यो बिचमा के अरे यो कोर्समा चाहिँ अब डेली युनिभर्सिटी जानु परेको थियो नि त। अनि मैले चाहिँ प्रायः मेन्जामा नै खाजा खाथेँ कि होइन। अनि हाम्रो मेन्जामा कस्तो मिठो मिठो खानेकुरा पाउँछ कि अनि दिनै पछि भेराइटी हुन्छ कि। अनि यो आइएफजेडको मेन्जा त अलिक सानै छ, उता फिलोसोफीमा त कत्रो ठुलो मेन्जा छ कि होइन, त्यहाँ झन् भेराइटी अफ फुड हुन्छ होइन। अनि हाम्रो मेन्जाको चाहिँ प्राइस कस्तो छ भने स्टुडेन्टको लागि प्राइस डिफ्रेन्ट छ, प्रोफेसरहरूको लागि प्राइस डिफ्रेन्ट छ कि। अनि बाहिरको मान्छेहरूले आएर पनि खान मिल्छ तर उनीहरूको लागि प्राइस डिफ्रेन्ट हुन्छ, स्टुडेन्टको लागि चाहिँ कम्पेरिटिभली सस्तो हुन्छ होइन। त्यही हो, स्टुडेन्ट लाइफ त्यस्तो हेक्टिक छैन, कोर्सहरू म्यानेज गर्न सकिन्छ पार्ट टाइम जबसँगै। तर यो ब्लक मोड्युलहरू चाहिँ लाइक के अरे दिनै पछि जाने कोर्स हुन्छ होइन, त्यसको लागि चाहिँ अगाडि नै प्लान गर्नुपर्छ। अनि मेरो कोर्स चाहिँ सक्यो होइन। अनि हाम्रो कोर्स सकेको भोलिपल्ट नै भाइभा एक्जाम थियो कि, यसको चाहिँ भाइभा थियो, टाइप अफ एक्जाम। एक्जाम टाइप पनि डिपेन्ड्स अपन प्रोफेसर अनि नभए चाहिँ प्रायः रिटर्न एक्जामै हुन्छ। यसको चाहिँ भाइभा थियो 50%, 50% चाहिँ हामीले ल्याब रिपोर्ट बुझाउनु पर्ने थियो। अनि म चाहिँ यो चाहिँ एक्जाम दिन गइरहेको छु। एक्जाम डे अल द बेस्ट पुजा, डु योर बेस्ट। हाम्रो चाहिँ भाइभा एक्जाम हो। नाउ आइ एम स्केयर्ड एन्ड आई एम लेट। अनि मेरो एक्जाम चाहिँ सक्यो होइन। अनि हाम्रो एक्जाम चाहिँ 40 मिनट्सको थियो, 2जना राखेर सोधेको थियो पालो पालो क्वेसन होइन। अनि अब अर्को चाहिँ हामीले ल्याब रिपोर्ट बुझाउनुपर्छ अनि यसको मार्क्स चाहिँ हाम्रो स्टुडेन्ट आइपीमा आउँछ होइन। अनि त्यसपछि म घर गएँ, मौसम चाहिँ राम्रो थियो। अब जर्मनीमा स्प्रिङ आउन आँट्यो है, ठ्याक्क घाम नदेखेको कति भएको थियो, यस्तो राम्रो मौसम थियो। अनि घर गएर म रेस्ट गरेँ। अनि बेलुका चाहिँ मेरो साथीसँग डोनर खान जाने प्लान थियो होइन। डोनर चाहिँ जर्मनीको एकदम फेमस फुड हो होइन, मैले पहिला पनि भनेको थिएँ। अनि योपालि चाहिँ मैले डोनर सलाद ट्राई गरेको थिएँ, एकदम मिठो थियो। अनि यसरी चाहिँ मेरो एउटा कोर्स सक्यो। थ्याङ्क यू फर वाचिङ एन्ड डु नट फर्गेट टु सब्सक्राइब माई च्यानल। अनि आशा छ तपाईँहरूले यो भिडियो इन्जोय गर्नुभयो होला अनि केही इन्साइट पनि पाउनुभयो होला स्टुडेन्ट लाइफ इन जर्मनी। इफ यु हेभ एनी क्वेसन डु कमेन्ट डाउन एन्ड सी यु अगेन, बाई बाई।